हेलो सबैजना, सन्चै आरामै हुनुहुन्छ? मेरो कुरियर चाहिँ सामान आइसक्यो फाइनल्ली। हिजो आएको थियो, हिजो बिहान आएको थियो अनि मैले चाहिँ भित्र ल्याउन सकेको थिएन अनि यो साँझ हस्बेन्ड आएर चाहिँ ल्याइदिनु भएको। अनि त्यसपछि मलाई हिजो खोल्न नै एक्साइटेड भइरहेको थियो, अब नसकेपछि के गर्नु हैन। अनि आज चाहिँ मैले खोल्न लागेको छु। अनि यो चाहिँ मेरो तपाईको 8-9 दिन भित्र आइपुग्यो मेरो सामानहरु चाहिँ। लगभग यो टोटल गरेर 50 किलो छ है त। 50 किलो भित्र के छ अब हेरौँ है त। म एकदम एक्साइटेड छु। मलाई के पठाइदिनु भएको छ, मलाई सबैजनाले माया गरेर पठाइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ है। अब खोलौँ है त ढिला नगरिकन के रहेछ। ल पहिला सुरु मेरो आयो घरको सामान। वाउ, यो मेरो दाल, यो आफ्नै घरको आफ्नै करेसाबारीको दाल हो। मलाई मेरो सासु मम्मीले पठाइदिनु भएको, थ्याङ्क यू सो मच। अनि यहाँ भित्र के, वाउ, यो चाहिँ केडागुडी पठाइदिनु भएको, थ्याङ्क यू सो मच। राजमा, अब छोरी खाएर मोटाउने भयो धेरै। अनि यो पनि दाल हो, यो पनि। ल के खाने अब। वाउ, गुन्द्रुक, आहा, मलाई सबैभन्दा चाहिएको यो हो कि गुन्द्रुक खान मन लागेको थियो। गुन्द्रुकको लागि यति 3टा बक्स चाहिँ मैले आज राति गुन्द्रुक आयो, थ्याङ्क यू। अनि त्यसपछि यो के हो, यो चाहिँ माया मसलाबाट खजुरी बिस्कुट, यो माया मसलाबाट खजुरी बिस्कुट, थ्याङ्क यू। यो चाहिँ सुत्केरी मसला, मलाई एकैले पठाइदिएको, मलाई थाहा छ नि। मलाई यो सुत्केरी मसलाहरू अनि यिनीहरू कुकिजहरू चाहिँ मेरो प्यारी बहिनीले यानि कि मेरो देवरानीले पठाइदिनु भएको। तिमीलाई धेरै 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 धन्यवाद छ है। दिलाई दिन माया गरेर पठाएको। अरू पनि केही छ, पहिला यो आयो कि त्यही भएर यो चाहिँ मैले देखाइहालेँ है। अरू पनि पठाइदिन्छन्। यो चाहिँ मम्मीले हर्केस, मलाई चाहिँ रोटी खानुपर्छ, रोटी खाँदाखेरि चाहिँ चिसो भइहाल्छ कि, अनि त्यही भएर यो हर्केसभित्र राख्यो भने तातो हुन्छ। अनि हर्केसभित्र पनि के रहेछ त, यो कुकिज, थ्याङ्क यू सो मच। अहिले म यतिकै देखाएको छु, पछि सबै देखाउँछु ल। अनि यो हर्केसमा चाहिँ रोटी हाल्यो भने तातो हुन्छ के। मेरो उहाँले चाहिँ एकदम रोटी रुचाउनुहुन्छ, अनि त्यही भएर थ्याङ्क यू सो मच मम्मी। ल हर्केसको पनि भयो। सामान त कति छ हेर्नु। ओहो, मकै, थ्याङ्क यू। ओहो, दाल, यो के भन्छ रे यसलाई, नामै आउँदैन, के भन्छ के यसलाई, थ्याङ्क यू सो मच। अनि यो भटमास, छोरीलाई गुन्द्रुकसँग मिठो लाग्छ भनेर भटमास पनि हालिदिनु भयो रहेछ। अनि यो चाहिँ के होला, घिउ पनि आयो। घिउ नआउने त कुरै हुन्न नि होइन, मेन घिउ हो चाहिने भनेको। थ्याङ्क यू सो मच। म त कत्रो मोटी हुने भयो नि त यस्तो खाएर त है। ओहो, घिउ, म थाके आज। यो चाहिँ पूजा गर्ने थाली, काका, थ्याङ्क यू। म सबै देखाउँछु ल पालै पालो। यो ख्याल दिए यस्तो अनबक्सिङ गर्न कति रङ्ग लाग्छ, मलाई त लास्टै मजा लाग्छ। अब अझ एउटा बक्सा छ, ओहो कसरी खोल्नु, यहाँ ठाउँ पनि भएन त। अब यो आयो मेरो, यसलाई के भन्छ मलाई थाहा छैन भाइ, बिर्सिन्छु के। यो के अरे, बोडीको गेडा यो होइन। तपाईँ सबै देखाउँछु ल राम्रोसँग। अनि यो रह्यो, यो मसला जस्तो छ है। यो चाहिँ कोदोको पिठो खानुपर्छ नि होइन। कोदोको पिठो यहाँ कति महँगो छ, थ्याङ्क यू। फापर, यो चाहिँ फापरको पिठो। अनि यो चाहिँ
मुलाको चाना। कहिले कस्तो सब्जीहरू यसो मुख फेर्नु पर्यो भने मजा आउँछ नि त। मुलाको चाना कति छ कस्तो खुसी लाग्छ है। यो चाहिँ के होला फेरि? पनि दाल। अघि त्यो दालमा धेरै भएर यता हाफ इक्वल गरिदिनु भएको रहेछ। यो पनि मेरो आफ्नै घरको करेसाबारी बारीमा मेरो प्यारो सासू मम्मीले पठाइदिनु भएको दाल। अनि यहाँ त अझ के छ नि कुरा नगर्नु। यो चाहिँ मेरो कपडा हो है। यो चाहिँ मेरो मलाई कम्फर्टेबल हुने कपडा मेक्सी हो। यो राख्छु ल। तोरीको तेल। आमा ल कति लाउनु तेल, कति खाने, कति लगाउने। यो बच्चा र आमालाई दुवैलाई हुन्छ। मेरो आफ्नै हाम्रो घरको बारीको खेतको तोरीको तेल। यो नि मेरो सासू मम्मीले पठाइदिनु भएको। थ्याङ्क यू मम्मी। यस्तो माया गर्ने हुनुहुन्छ जिन्दगीमा। किन दुखी हुनु, किन पिर गर्नु। बिरे नुन। यो चाहिँ बिरे नुन। कहिले कसै यसो पेट गडबड भयो भने खाना हुन्छ। अनि यो फ्रुट्सहरूमा पनि खाना हुन्छ। थ्याङ्क यू। म थाके आज खोल्दा। अनि यो चाहिँ ओहो मेन। अब सुत्केरी हुने बेला भयो। त्यही भएर ज्वानो पनि आयो। 2 पोका ज्वानो। अनि यो ल बेच्न जानुपर्छ क्या हो। अब अर्को आयो मेरो फेरि घिउ। यो पनि घिउ। थ्याङ्क यू। मलाई जसले माया गरेर पठाइदिनु भएको छ धेरै धेरै धन्यवाद। अनि यो चाहिँ अहिले नेपालमा भाइरल बिस्कुट हरेकै यो माल्किस्ट बिस्कुट टेस्ट गर भनेर मलाई पठाइदिनु भएको मम्मीले। कस्तो रहेछ चाख्नुपर्छ पछि। माल्किस्ट बिस्कुट के पठाइदिनु भएको बिचरा। अब यो चाहिँ फेरि के हो? यो पनि मेरो बहिनीले पठाइदिएको थिइन्। के अरे सुत्केरी मसला 2 डब्बा। थ्याङ्क यू मेरो प्यारी बबिता बहिनीलाई। थ्याङ्क यू सो मच। दिदीलाई सधैँ यस्तै माया गर है। मेरो प्यारो बहिनीले पठाइदिएको थिइन्। सुत्केरी मसला। थ्याङ्क यू मेरो बहिनी। तिमीलाई धेरै धेरै धन्यवाद छ। यसलाई अगरबत्ती चाहिरहेको थियो। थ्याङ्क यू। यो पनि मुलाको चाना मम्मीले सुकाएर पठाइदिनु भएको। आलुसँग खाँदा मिठो हुन्छ। अघि यता अर्को प्याकेट थियो। यो प्याकेट आयो फेरि घिउ। कति खाने कि म घिउ? म त घिउ खाइ मोटाउने भए। आयो अर्को पनि घिउ। अनि त्यसपछि यो खट्टा मिठा नमकिन। यो चाहिँ कहिले कहिले यसो कुटु खाना हुन्छ भोक लाग्दाखेरि। थ्याङ्क यू। थ्याङ्क यू। 2टा थियो, 2टा भएपछि भइहाल्यो। 4 भएपछि भयो। थ्याङ्क यू। अझै छ के थियो? यो पनि दालमोट कुटु खानालाई मलाई भयो। लप्सीको अचार यस्तो भातसँग कतिवटा खाना हुन्छ। थ्याङ्क यू। सामान त भरपुर आयो हौ। चुक पनि पठाइदिनु भयो रहेछ। बिस्कुट रहेछ के। थ्याङ्क यू मेरो प्यारो बहिनी। थ्याङ्क यू। अब यो चाहिँ अचार। के को अचार रहेछ हेरौँ है त। यो अचार चाहिँ यस्तो मिठो हुन्छ। यो सुनौलीबाट ल्याउन भनेको थिएँ मैले मम्मीलाई। सुनौलीबाट यो मिक्स अचार के यस्तो मिठो हुन्छ। अब यो चाहिँ के हो?
म सँगसँगै मेरो बेबी पनि एकदम एक्साइटेड छ के हेर्दै के होला भनेर माय गॉड अर्को माल्किस्ट बिस्कुट पनि आयो है अनि ढुङ्ग्रो ओहो कति खानु ढुङ्ग्रो कस्तो मन लाग्थ्यो खानालाई थ्याङ्क यू सो मच मम्मी ढुङ्ग्रो टिमुर कति खानु यो पनि ढुङ्ग्रो ओहो वाउ कहिले कसरी चियासँग खान यसो कुटु कुटु खान मजा आउँछ यो बिस्किट ओहो नि मोमो मसला मिट मसला या मोमो मसला मिट एकदम महँगो छ मोमोहरू खाइराखेको हुन्छौँ मासु पनि खाइरहेको हुन्छौँ त्यही भएर उता मगाएको थ्याङ्क यू यो चाहिँ लास्ट वन खोलौँ है त अनि यो चाहिँ ए मम्मीले के पठाइदिनु भएको यो बिचरा चियापत्ती पठाइदिनु भयो अनि त्यसपछि यो पिताम्बर अनि त्यसपछि यहाँ पूजा गर्दाखेरि बाल्ने दियो मुलाको अचार मम्मीले पठाइदिनु भएको मुलाको अचार थ्याङ्क यू अहिले खोल्नुपर्छ बाँकी यो पनि मसला ए जति नि पुग्यो मलाई सामान यो टक्क खाना मिठो हुन्छ चटपटेमा थ्याङ्क यू अब यो चाहिँ के छ है त एक्साइटेड छु है म खोल्नलाई माया गरेको हो कि दिदीलाई बाफ्रे यस्तो माया त नगर न भाइ आमा पसिना आयो खोल्दा खोल्दा थ्याङ्क यू मेरो बहिनी कसरी धन्यवाद दिनलाई कुरै शब्दै भएन के भनेर भनौँ आमा ल कति राम्रो हो ओहो अझ पिलो सहित ओहो थ्याङ्क यू आहा यो बेबीको टाउकोमा राख्न नि वाउ थ्याङ्क यू आहा कस्तो राम्रो लु है मलाई त्यस्तो देख्नु बित्तिकै भर्खरै नै पम भइसक्यो वाउ थ्याङ्क यू मेरो बहिनी धेरै धेरै धन्यवाद मेरो बहिनी आहा यस्तो मन पर्यो लास्टै मन पर्यो हौ थ्याङ्क यू रम्परहरू थ्याङ्क यू सो मच थ्याङ्क यू मेरो बहिनी वाउ आमा कस्तो राम्रो आहा थ्याङ्क यू यस्तो मन पर्यो थ्याङ्क यू मेरो बहिनी आमामा यस्तो दुःख नगरेको भए पनि हुन्थ्यो हो के होला नि थ्याङ्क यू लु अब के भन्नु है अझै रहेछ थ्याङ्क यू भन्दा म त थ्याङ्क यू नै थोरै भइसक्यो कि यो भोटो सेटो मस्लिनको थ्याङ्क यू ओ वाउ यो चाहिँ भर्खरै जन्मिने बित्तिकै यो चाहिँ गरिदिनु हुन्छ भाइ आमै कस्तो क्युट हो के थ्याङ्क यू ए यहाँ ठ्याक्क के हानिरहेको छ है थ्याङ्क यू आन्टी भनेछ थ्याङ्क यू सो मच मेरो प्यारी बहिनीलाई धेरै धेरै धन्यवाद छ यस्तो माया गरेर तेरिका के भनौँ थ्याङ्क यू ल कस्तो राम्रो सामान पठाइदिएको भाइ 1 2 3 4
पाँच आमामा थ्याङ्क यू मेरो बहिनीलाई चाहिँ के रहेछ हेरौँ है त वाउ यो चाहिँ मम्मीले बनाइदिनु भएको बेबीको टाउको मिलाउनलाई के तोरीको सिरानी भन्छन् नि यस्तो सिलाइदिनु भएको छ कस्तो राम्रो मलाई कम्फर्टेबल हुनलाई थ्याङ्क यू सजिलो हुन्छ नि त थ्याङ्क यू वाउ कस्तो मिठो मिठो कलर भाइ मिठो मिठो कलर छ थ्याङ्क यू मम्मी यति धेरै सामान भएपछि के चाहियो थ्याङ्क यू सबैजनालाई धेरै धेरै धन्यवाद छ यति धेरै सामान पठाइदिनु भएको जसले मलाई सामान पठाइदिनु भयो उहाँले गरेर पठाइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ सबैजनालाई म यति खुसी छु म यति भाग्यमानी छु कि मलाई सबैले माया गर्नुभयो होइन थ्याङ्क यू सो मच